सम्पूर्ण जय मसी तपाईलाई मेरो भिडियोमा स्वागत छ। र आज हामी परमेश्वरको जीवित वचनबाट हामी एउटा बाइबल खण्डबाट हामी हेर्नेछौँ। मत्ती 6:33 यसो लेखेको छ, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, यी सब थोक तिमीहरूको निम्ति थपिनेछन्। आमेन। हाम्रो जीवनमा विभिन्न कुराका चिन्ताहरू हुँदछ। पढेको चिन्ता, कामको चिन्ता, भविष्यको चिन्ता, परिवारको चिन्ता। कहिलेकाहीँ यी चिन्ताले गर्दा नै परमेश्वरलाई नै पछाडि राख्न पुग्छौँ। तर परमेश्वरले भन्नुभएको छ, पहिले मलाई खोज। त्यसको अर्थ आफ्नो जिम्मेवारीलाई छोड्नु होइन। हामीले मेहनत गर्नुपर्छ, पढ्नुपर्छ, काम गर्नुपर्छ र आफ्नो कर्तव्यहरू पुरा गर्नुपर्छ। तर यी कुरा भन्दा पनि पहिले परमेश्वरलाई आफ्नो जीवनको पहिलो स्थान दिनुपर्छ। जब हामी परमेश्वरलाई पहिलो स्थान दिन्छौँ, हाम्रो सोच बदलिन्छ, हाम्रो हृदयमा शान्ति आउँछ र कठिन परिस्थितिमा पनि विश्वास गर्न सिक्छौँ। त्यसैले आजदेखि एउटा निर्णय गरौँ। समस्या ठुलो भए तापनि मेरो परमेश्वर त्यो भन्दा ठुलो हुनुहुन्छ। भविष्य अनिश्चित भए पनि मेरो परमेश्वर मेरो बाटो जान्नुहुन्छ। आफ्नो जीवनको पहिलो स्थान परमेश्वरलाई दिउँ, किनकि जब परमेश्वर पहिलो स्थान हुनुहुन्छ, हाम्रो जीवनको दिशा पनि सही हुन्छ। हामीले चाहिँ परमेश्वरलाई पहिलो स्थान दिउँ, बाँकी कुरा उहाँको हातमा छोडौँ। सम्पूर्णमा जय मसी।